थाहा छैन कहाँ जान आएको तिमी थाहा छैन मम्मीलाई त कसलाई हो र अनि आज तिमी कता जान आएको झोला सोला बोकेर ए अनिला दिदी घर जाने हो के बोके हौ त झोलामा तँ भन हजुर पानी खानै बिर्सेछ अब दिदी घर गएर खाने हस् दिदी आउँदैछ दिदी अहिले आउँछ अहिले पछि खसो बेबीको झोला खसो तिमीलाई बेसरी झोला बोक्न मन लाग्यो हो होइन लड्छ त्यहाँबाट त उता कुनाबाट हिँड न हो त्यो त कुनाबाट जाने हो क्या ए खस्यो तिम्रो झोला खस्यो ल हिँड झोलालाई स्टप गरिदियो कति ट्यालेन्ट है रियान्स त हो ए फेरि खस्न लाग्यो फेरि झोला खस्न लाग्यो अनि बाबुले स्टप गरिदिएको ओ माई गड तिमीलाई खाली दिदीको घरमा जान मन लाग्छ हो ओ माई गड वाउ कति राम्रो फुल गेटमा है वाउ कति राम्रो फुलहरू खसेको है वाउ नै न यस हो र कस्तो राम्रो फुलेको है बेबी हजुर खै वाउ वाउ रियान्स त भेरी ट्यालेन्टेड है ओह अहिले त खस्यो ला ल उठाउनुहोस् ल गुड बच्चा ल बोक्नुहोस् अब अब चाहिँ स्टप गर्नुहोस् भुइँमा नखसाउनुहोस् है नक्कले वाउ Wait. Lo gate खोल्नुस् गेट अब नक्कल नपार बेबीको झोला भित्र के छ नि अनि के छ कार छ अब त्यहाँ भित्र गएर हेर्ने हो ढोका भित्र ओके ल हिँड्नुस् न छिटो हिँड्नुस् खस्यो नखसाउनुस् है नखसाउ
अँ 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 खोज्न गएको दिदी आउनु भएन के कामबाट आऊ छैन छैन अल्ला दिदीलाई खोजेको अहिले दिदीको घरमा आएर अब के खेल्ने हो त के गरेको बाबु खोल्न सक्दिनँ म त अहिले दिदी आएपछि भन उताबाट हो उता अरूको घरबाट खै के साउनु ए झिँगा घुमेको माखा झिँगा यस माखा साउन आएको त्यसै बिर्सेछु मैले त यस त्यस नगर हजुर त्यो नाकले कोट्याउँछ त्यसरी छ्या फोरी बच्चा ह्याङ्कीले पुस्नुस् ल कसरी पुस्ने रहेछ ल देखाऊ मम्मीलाई छिटो यस कति रुगा लागेको ल तिमी कसको घरमा आएको के गर्न आएको दिदीको घरमा खेल्न आएको दिदी छैन घरमा अनि दिदीको नभएको बेला किन बसिरहेछौ त लिन घर जाने दिदी आएन भने पनि यहीँ स्टप गर्ने अँध्यारो भएछ पानी पर्ला जस्तो भएछ दिदी कामबाट आइपुग्नु भएन के कुनी त मक्को हो मक्को हो लु भन तपाईँ मम्मी हो भन्नुपर्छ होइन म मम्मी हो यस त्यस्तो नगर्नुहोस् न छ्या सक्छ गऱ्यो भने त म त घरमा लान्छु नि फेरि अनलाई दिदीले अहिले घर जा भन्छ चकचक गऱ्यो भने त अनि दिदी कहिले पनि लिन आउनुहुन्न भेट्न आउनुहुन्न फेरि चकचक गऱ्यो भने त ब्याड ह्याबिट गऱ्यो भने त
घरमा बस्ने अनि दिदी रुन्छ किन ए बेबी नआयो भने दिदी रुन्छ कसरी भेट्न आउने कुनी त कसरी आउने रातिमा बत्ती बालेर आउने खै कसरी आउने ए रात परेको बेला भूतले खान्छ अनि बेबी मर्छ खान्न आउँदैन भूत त्यसो भए म चकचक गर्दिनँ भन्नुस् न त अनि म चकचक गर्दिनँ दिदीले माया गर्छ भन्नुस् न के थाहा मलाई त अब खै कसरी आउने कसरी स्कुल जान मिल्दैन किन भुते खायो भने स्कुल जान नि पाउँदैन भनेको ओके है त्यसो भएर अनि त्यस्तो भएर त अनि चकचक गर्न हुन्न ब्याड ह्याबिट गर्न हुन्न गुड बेबी हुनुपर्छ भनेको नि त अनि म गुड बेबी हुन्छु भन नि त त्यसै चकचक गरिदियो भने त अनि माया गर्दैन नि त दिदीले मम्मीले रिसाको यस्तो छ रिस यसको ल नरिसाउ लु खाऊ खाऊ सकिल्ला अब ल मम्मी के साउन्ड आको एम्बुलेन्स कराएको एम्बुलेन्स साउन्ड यस एम्बुलेन्सको साउन्ड म यहाँबाट जम्प पनि गर्न यो हो जम्प आमा ओ माय गॉड ल स्लाइड गर ल ओ माय गॉड यस्तो पो छ त मेरो छोरा त
कुन्नी त के पो छ नमिचा न आँखा झन् अल्ला अल्ला स्लाइड गर स्लाइड ओहो हेर्दैछु रेडी एनिमल क्यासेट गो हो ए हो ल ल ल बिस्तारै खेला फेरि लडिन्छ नि के गरेको बाबु सुपरम्यान बन्यो अहिले खस्ला नि फेरि लड्न नि हो तेरो सुपरम्यान